यहाँहरू सम्पूर्णमा नमस्ते। आज मिति 2081 साल चैत महिनाको 1 गतेको दिन सदाकै समय यहाँहरू माझमा मेरो व्यवसाय टिकटक पेज मार्फत यहाँहरू माझमा आइपुगे। मैले यहाँहरूलाई मेरो व्यवसायको नाम भन्देको छुइनँ, यानि कि तपाईहरूलाई पनि सुनको भाउ कपी गरेर राख्न सजिलो होस् भनेर। आज सुनको भाउ एकदमै धेरै बढेको छ। त्यसमा चाँदी पनि बढ्यो। सुन 1,74,500 रुपियाँ भएको छ भने चाँदी 2,050 रुपियाँ भएको छ। सुनमा 4,000 रुपियाँले बढेको छ भने चाँदीमा 50 रुपियाँले बढेको छ। यो अझै बढ्न सक्ने सम्भावना रहेको छ। यो सबै अमेरिका र युक्रेन विवाद र इरानसँगको यो सबै विवादले गर्दा नै अहिले सुनमा एकदमै बढ्ने क्रम जारी रहेको छ भने तेल र युरो भने थोरै मात्रामा घटेको देखिएको छ। यसैले गर्दाखेरि पनि सुरक्षित लगानी सुनमा लगानी, यहाँहरूले निर्धक्क भएर सुनमा लगानी गर्दा केही फरक पर्दैन। सुनमा लगानी गरौँ। सुरक्षित लगानी भनेको सुन नै हो। सुखको सारथी, दुःखको खर्जना पनि सुनै हो। यसैले गर्दाखेरि पनि नियमित रूपमा मैले सुनको भाउ मेरो व्यवसाय टिकटक पेज मार्फत यहाँहरूलाई मैले भन्ने गरेको छु। आजलाई यति नै। हवस् त, धन्यवाद।